हेलो गाइज, गुड मर्निङ। संसारको विभिन्न कुना काप्चा सार समुद्रपारी 10औं तल घरबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ भने आजको मेरो दिनको सुरुवात यसरी हुन्छ गाइज। बिहान बिहान शिवलिङ्गको दर्शन गर्न आएको छु यता केदारेश्वर मन्दिरतिर। यता लिङ्ग छ, शिवलिङ्ग। यता दर्शन गरेर म बाहिर कहाँ जान्छु सर देखाउँछु है। ल हेर्नु गाइज, शिवको लिङ्ग कति देर। एउटा लिङ्गलाई त छुनै पर्यो, दर्शन गर्नु पर्यो नि बिहान बिहान। आँटेको पुरा होस्, लामो आयु होस् भन्दै यसो दर्शन गर्नु पर्यो नि। यता मन्दिर छ, केदारेश्वर मन्दिर। यता नि मन्दिर छ हनुमानजीको। पहाडी रानीवनको हरियो वन जङ्गल, अनि जङ्गलभित्र चराचुरुङ्गीको धुन। चराचुरुङ्गीहरू आफ्नै तालमा कराइरहेछन्। अनि तल फेउताल वारीमा बसिरहेको छु। फेरि चराचुरुङ्गीहरू कराएको सुन्ने, अनि बिहान बिहानको चिसो हावा, स्वच्छ हावा लिइरहेछु। एकछिन यहाँ बस्छु अनि अरू ठाउँमा जान्छु। फेरि जता गयो उतै हेरौँ लाग्ने ठाउँ छ। फेरि यता फेउतालको पानी, रानी पनि उता हिमाल नै तल्केछ। आज अलि मौसम सफा छ। माछा पुच्छरेलाई हेरौँ न, त्यहाँ डाफे साफे हिँडेको छ कि हिमालतिर। नदेखिने रहेछ। एकछिन यो रानीवनको जङ्गल, अनि तल पार्कतिर मर्निङ वाक गर्ने मान्छेहरूलाई हेर्दै बस्दै गरेछु। थकाइ लागेर एकछिन यहाँ बसेको। यहाँ फेरि को मान्छे छ, हाई गरे, हाई गर, हाई। यतिको भनेको मान्नु पऱ्यो नि। बिहान बिहान चिया त खानै पर्यो। टी लभर, आन्टी लभर हुनुभन्दा टी लभर भएको फाइदा। चहा खायो भने ज्यानमा लाग्छ। आन्टी लभर भयो भने त्यही हो। आजको मेरो भिडियो कस्तो लाग्यो हेरिसकेपछि यसो लाइक कमेन्ट गर्नु है भन्दै आजको भिडियोबाट बाई बाई।